हेलो गाइज वेलकम टु माई न्यू भिडियो। म चाहिँ आज चाहिँ बिहान 3:30 बजे उठेर सतेर इन्डिया जान लाग्यो है। अनि यो चाहिँ पालबाङदेखि हल्का माथि हुन्छ नि डाँडातिर हो त्यता कालाघाटतिर। यो चाहिँ रेलवे स्टेसनमा पानीमा रुच्दा आएर यस्तो छ म चाहिँ हालत देख्न सक्नुहुन्छ। मान्छेको भिड रेलमा खै सोमबार किन यस्तो भिड थियो। पछाडि हरि र म दुईजना जाँदै हो इन्डिया चाहिँ हामी। अनि यो रेल छ नि रेल चाहिँ मेरो आफ्नै आँखाले फर्स्ट टाइम देखेको यत्रो ठुलो चाहिँ। हेर्नु कति लामो छ। देशीहरू पनि धेरै बित्दै हुनुहुन्थ्यो गुट्का खाएर माटुङ्गी यो लास्टै गनाउने के आँख लाएर हिँड्न परिरहेको मलाई। म चाहिँ अब रेलबाट झरेर यता आइरहेको छु। हात धुन अहिले हरि छन्। पछाडि रेल छ देख्नु भएको अब हात धुने नास्ता खाने चाहिँ त्यही भन्छु। झ्याउ लाग्दो रहेछ नि यस्तो दाबेर उयो गर्नु। यस्तो छ। कहाँ हो कुन ठाउँ हो? गोन्डा ठाउँ भन्ने आएको छु। हाम्रो चले जिन्दगी। अब हाम्रो यहाँ नास्ता ओपन हुँदैछ। के छ नास्तामा थाहा छैन मलाई, हरिलाई थाहा होला। त्यहाँ नास्ता खाएर सुत्ने यहीँ यस्तै बस्नेमा सुत्ने बा गोन्डा जङ्सनमा आइसक्यौँ। रेल मालगाडी अब रेल भन्न त अब के भन्ने, मालगाडी भए पनि होइन। मैले कमा जान्छ करेला रोटी खाइन्छ। करेला रोटी छ निल्ला कमामा जान्छ। अहिले कसले झोला उठाएर लग्छ भने अनि हामी हेरेर होइन रे गोन्डामा गुन्डा लाग्छ। गोन्डामा गुन्डा लाग्छ। आइसकेँ म फाइनली होइन। यहाँ उयो हरिको रुममा उता साइडतिर छ। साँझमा ढोका लाहा त्यही चाबी दिनु राखन तिमी चाहिँ। म चाहिँ यहाँ पुरेर बसेको छु। बाहिर चाहिँ सामानहरू अब पुग्न त पुग्यो नबासिनु हुन्थ्यो जस्तो लागिरहेको छ। अरे यार कस्तो यस्तो झन्झट हुने यस्तो भन्दा पनि नबासिनु हुन्थ्यो जस्तो लाग्छ। फेरि लिएर आएको छ कति म त हराउँछु होला यार। कस्तो ठाउँ छ आउनै सक्दैन म त। अब खै घर पनि जान सक्छु जस्तो लाग्छ। अब काम गर्छु, काम गरेपछि पैसा हुन्छ म त घर चलिदिन्छु जस्तो लागेर यस्तो के भन्ने। बल्ल आइपुगेँ। अब घर चाहिँ कहिले फर्किने हो यस्तो ठाउँ छ। पन्जाब आएको म चाहिँ। ल यति हो म यही भन्न लाग्यो। कस्तो भा यार मेरो गाउँघरै ठिक छ भन्नुहोस्। गाउँघर कति राम्रो छ। ल बाई बाई सबैजनालाई गाई।